नमस्कार, यहाँहरूलाई आजको नयाँ भिडियोमा स्वागत छ। र आज रहेको छ टफन ग्लास, ईपीवीसीको छानो र पोलिकार्बनको छानो सहित रुम बनाएको भिडियो। यहाँ 3टा काम भएको छ, छानो मात्रै। र यसमा अब हाम्रो चाहिँ तल पोलिकार्बन अनि सिसा अनि माथि ईपीवीसी। र यो वालको लागि युज गरेको छ हामीले प्रिफायर बोर्डको, गोर्खा इको प्यानलको चाहिँ प्रिफायर बोर्ड युज गरेको छ 2 इन्चको भने। झ्यालको लागि चाहिँ हामीले 90 सिरिजको 1.2 mm थिकनेसको ग्रे कलरको एल्युमिनियम र ब्राउन सिसा रहेको छ 5 mm को भने। यो छानोमा टफन ग्लास रहेको छ तलको लागि। यो छानो रहेको छ भने मुनि तल चाहिँ 3 mm को पोलिकार्बोनेट सिटको छानो रहेको छ। र यो वाल हाम्रो यतापट्टि त बाहिरपट्टि चाहिँ यो बीचको फ्लोरमा चाहिँ हाम्रो चाहिँ टफन छ भने यतापट्टि चाहिँ हाम्रो सिसा रहेको छ, यो एल्युमिनियमको सिसाहरू। र छानो माथि चाहिँ ईपीवीसीको रहेको छ। र यो तल बीचको रुममा चाहिँ हल बनाउनको लागि उहाँहरूले चाहिँ टफन ग्लासको छानो हाल्नु भएको छ भने यसमा पनि झ्यालको काम चाहिँ एल्युमिनियमको भएको छ, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। र यो साइड रहेको छ हाम्रो बनेपा र पनौतीको बिचमा रहेकोमा ठाउँमा, त्यहाँको साइड रहेको छ भने यहाँ चाहिँ हजुरको चाहिँ फलाममा चाहिँ काठ कलरको लगाइएको छ। तलबाट यसो देखिन्छ। माथिको लागि चाहिँ हजुरको ईपीवीसी छानो र बीचको लागि टफन ग्लास भने तल चाहिँ हाम्रो चाहिँ पोलिकार्बन रहेको छ। यो टफन ग्लास चाहिँ 12 mm को रहेको छ र हामीले एकदम मिलाएर रेट काम गरेको छौँ। उहाँहरूले हामीलाई बनेपादेखि पेप्सी खोलासम्म सम्पर्क गरेर बोलाउनु भयो, विश्वास गरेर हाम्रो रेट कम लागेर। यहाँ मान्छे हिँड्दा पनि केही हुन्न, हेर्नुहोस्, हामी आफै हिँडिरहेको छु भने यो भित्तामा पनि पानी नआउनको लागि हामीले चाहिँ सिसा भित्तामा नै हालेको छौँ। हामीले त्यो ग्याप राखेको छैनौँ हामीले। तलको त्यो रहेको छ पोलिकार्बोनेट, तल चाहिँ हेर्नुहोस् पार्किङको लागि भने अलिक बाङ्गो पनि छ। यो ठाउँ चाहिँ अलिकति बाङ्गो भएर पनि यो ठाउँ काम गर्न अलिक अप्ठ्यारो भएको थियो, हेर्नुहोस् हजुरहरूले। र यस्तो काम गर्न पऱ्यो भने हामीलाई सम्पर्क गर्नुहोला, नम्बर यहाँ दिएको छु। हाम्रो काठमाडौँ पेप्सी खोलामा चाहिँ अफिस रहेको छ। हाम्रो चाहिँ काठमाडौँ भ्यालीभन्दा बाहिर पनि काम हुन्छ, धेरै टाढा होइन, आसपासको जिल्लाहरूमा चाहिँ हुन्छ। मेरो पुरानो भिडियोहरू हेरेर मलाई चाहिँ धेरै टाढाबाट फोन गर्नुहुन्छ, तर उहाँ आउन सकिन्न म। काठमाडौँको चाहिँ नजिकको जिल्लाहरू रामेछापसम्म होइन, यतापट्टि हेटौँडासम्म, यतापट्टि गोर्खा र बढीमा पोखरासम्म चाहिँ सकिन्छ भने मलाई चाहिँ धेरै झापाबाट होइन, इलामबाट, दाङबाट चाहिँ सम्पर्क आइरहेको हुन्छ। र हजुरहरूलाई पनि काठमाडौँभित्र, काठमाडौँ भ्यालीभित्र र काठमाडौँको आसपास जिल्लाहरूमा यो काम गराउनु परेछ भने मलाई सम्पर्क गर्नुहोला, हामी सस्तो रेटमा गरिदिन्छौँ। छानो ईपीवीसीको डबल मेस, त्यो पनि ग्रे कलरको रहेको छ। यहाँ चाहिँ तपाईँहरूले थाहा हुनेछ। यो एल्युमिनियम हेर्नुहोस्, यो हेभीकोमा हो। यो चाहिँ हजुरको चाहिँ 90 mm मा रहेको छ भने टफन ग्लास चाहिँ 12 mm रहेको छ। यो छानोमा बाहिर पानीको लागि गटर पनि युज गरेको छ हामीले। यो चाहिँ हजुरको ठुलै काम हो। यो चाहिँ हाम्रो चाहिँ 8-9 लाखको काम हो। यहाँ माथि चाहिँ लगभग 2टा कोठाभन्दा ठुलो चाहिँ ठाउँ रहेको छ भने तल एउटा चाहिँ सिसाको रुम रहेको छ भने तल पनि पार्किङ प्लस एउटा चाहिँ घरको अगाडिपट्टि पनि एउटा ठाउँ उहाँले बारेर तल पनि एउटा रुम निकाल्नु भएको छ। यो चाहिँ रुमको कुरा गर्ने हो भने मोटामोटी यसमा चाहिँ 5वटा रुम बराबरको ठाउँहरू चाहिँ बनेको छ। यो चाहिँ हजुरहरूलाई चाहियो भने सम्पर्क गर्नुहोस्। मुनि पनि हेर्नुहोस्, हो नमस्तेको मुनि पनि त्यो पहिला थिएन, हामीले नै हालेको, त्यहाँ पनि एउटा बाल्कनीमा रुम बनाइएको छ भने माथि र बिचमा तपाईँको 4 फ्लोरमा चाहिँ काम भएको छ। यसमा तल पनि हेर्नुहोस्, यहाँ यो पोलिकार्बनको लागि यहाँ फलाम देख्न सक्नुहुन्छ गरिएको छ। र यस्तै कामको लागि चाहिँ हामीलाई सम्पर्क गर्नुहोला र बाँकी भिडियो पनि हेरेर हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। धन्यवाद।